फाइनली एसईको रिजल्ट पब्लिस भइसकेको छ। तपाईँले कसरी सजिलैसँग आफ्नै मोबाइलमा घरमा बसेर ल्यापटप र मोबाइलबाट आफ्नो रिजल्ट भिडियोमा सिक्नेवाला छौँ। त्यसको लागि तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा जानु पऱ्यो। मेसेज बक्समा स्पेस लिएर आफ्नो मोबाइल नम्बर हाल्नु है। तपाईँको मोबाइल नम्बर यति सेन्ड गरिसकेपछि तपाईँको रिजल्ट पास SE.ntc.net.np। त्यसै गरी यसको लागि चाहिँ तपाईँले कहाँ आउनु पऱ्यो त भन्दा ज्ञानमा पऱ्यो। ज्ञानमा ब्लग्स भन्ने सेक्सन छ। ब्लग्स भन्ने सेक्सनमा आउने, त्यसपछि चाहिँ यहाँ टपमा नै के छ, एसई रिजल्ट 2083 पब्लिस भनेर भनेको छ। यहाँ चाहिँ तपाईँले सिम्पली चाहिँ क्लिक गर्नुभयो भने कुन कुन वेबसाइटबाट तपाईँले चाहिँ रिजल्ट हेर्न मिल्छ, कुन कुन तरिकाले रिजल्ट हेर्न मिल्छ भनेर हामीले यहाँ राखिदिएका छौँ। र सो तपाईँलाई सबभन्दा फरपर्दा चाहिँ SE.antc.net.np भन्ने छ, यो वेबसाइटमा आउने। यो वेबसाइटमा आइसकेपछि यहाँ क्लिक गर्ने, यो वेबसाइट यसरी खुल्छ। यहाँ रिजल्ट आउने बित्तिकै तपाईँसँग डेट अफ बर्थ र आफ्नो सिम्बल नम्बर, जन्ममिति र सिम्बल नम्बर छ भने तपाईँले चाहिँ आफ्नो मार्कसिट सहित आफ्नो ट्रान्सक्रिप्ट सहितको रिजल्ट हेर्न मिल्छ। रिजल्ट पब्लिस भएको 3 देखि 4 घन्टामा तपाईँको यहाँ रिजल्ट सो गर्छ है। अरू केही डाउटहरू छ, केही जिज्ञासाहरू छ भने कमेन्ट गर्न सक्नुहुन्छ। थ्याङ्क यू।